सबैजना विश्वभरि छरेर बस्नुभएको प्रभुको जन मण्डली परिवार सबैजनालाई मेरो नि अभिवादन ख्रीष्टको नाउँमा नमस्कार भन्दै सबैजनालाई जय मसीह। हजुरहरू सन्चै हुनुहुन्छ भने म विश्वास गर्दछु परमेश्वरको अनुग्रहमा। परमेश्वरलाई धन्यवाद महिमा भएको होस्। म पनि एकदमै सन्चै छु परमेश्वरको अनुग्रहमा। परमेश्वरलाई धन्यवाद, परमेश्वरलाई महिमा भएको होस्। म चाहिँ अस्ट्रेलिया तास्मानिया होबार्टदेखि चाहिँ हो। म सानो भिडियो गर्दैछु यो अस्ट्रेलियाको भ्युजहरू अनि यो डाँडाकाँडाहरू है, खोलाहरू, समुद्र खोलाहरू देखाउँदैछु। अनि यो अस्ट्रेलियामा चाहिँ एकदमै राम्रो सुन्दर ठाउँ है, एकदमै राम्रो छ, सुन्दर ठाउँ, भ्युजहरू छ, एकदमै डाँडाकाँडाहरू एकदमै रमाइलो छ। आज राम्रो दिन पनि भयो, घाम पनि लागिरहेको छ र परमेश्वरलाई धन्यवाद, परमेश्वरलाई महिमा भएको होस्। यति राम्रो सुन्दर दिनहरू प्रभुको महिमा, प्रभुलाई प्रशंसा, प्रभुलाई जयजयकार घोषणा गर्दछु। प्रभुलाई धन्यवाद। परमेश्वरले यति सुन्दर दिनहरूमा परमेश्वरलाई धन्यवाद। अनि यति राम्रो सुन्दर ठाउँ है, परमेश्वरले बनाउनु भएको सुन्दर ठाउँ अस्ट्रेलिया है। अस्ट्रेलिया ठाउँ चाहिँ एकदमै राम्रो छ। एकदमै वहाँ नेपाल भुटानको पहाड, नेपालको डाँडाकाँडा पहाड जस्तै यहाँ पनि अस्ट्रेलियामा नि त्यस्तै राम्रो छ, एकदमै राम्रो है। डाँडाकाँडा, खोला, समुद्र छ अनि ठाउँ राम्रो छ है, एकदमै राम्रो छ। अनि यमुना 14 को 6ले भन्नुभएको छ, आज यो डाँडा पर्वत, यो डाँडा पाखा, खोलाको छेउछेउ, समुद्रको छेउछेउ, यो डाँडाकाँडा है, मानिसहरू चाहिँ कुनामा बसेको मानिसहरूले चाहिँ आज प्रभुमा उद्धार र मुक्ति जीवन चाहिँ प्रभु यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ र उद्धार पाउनुको लागि चाहिँ मानिसहरू यमुना 14 को 6ले भनेको छ। यमुना 14 को 6ले यीशुले उहाँले भन्नुभयो, बाटो सत्य र जीवन मनै मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन। आज मानिसहरू चाहिँ कति विश्वास गर्दैन है। अनि हामीलाई चाहिँ परमेश्वरले है, प्रभुको छोराछोरी भएपछि हामीले कुना डाँडा गाउँ बस्तीमा गएर हामीले है सुसमाचार सुनाउनु, आफ्नो साथीभाइदेखि लिएर आफ्नो बाबुआमा जो लागेको छैन उहाँलाई सुसमाचार सुनाउनु, भाइहरूलाई, बहिनीहरूलाई, दिदीहरूलाई सुसमाचार सुनाउने, गाउँ बस्ती छिमेकी अरू मानिसहरूको लागि सुसमाचार सुनाउने है। हामीलाई चाहिँ यो प्रभुले भन्नुभएको छ, बाल वचनमा भनेको छ, बालको वचनदेखि चाहिँ सुसमाचार यमुना 14 को 6ले भन्नुभएको छ। अनि हामी चाहिँ सुसमाचार सुनाउने। उहाँ रिसाए चाहे रिसाओस् चाहे नरिसाओस्, चाहे खुस होस् चाहे खुस नहोस्, तर उनीहरूको लागि चाहिँ हामीले सुसमाचार सुनाउनै पर्छ, भन्नै पर्छ। उनीहरू विश्वास गरोस् नगरोस् है, विश्वास गर्नेले उद्धार पाउँछ, विश्वास नगर्नेले दोषी ठहरिन्छ भनेको छ। र हामीले चाहिँ सुसमाचार सुनाउनु पर्छ। अनि गाउँ बस्तीमा गएर अनि आफ्नो दिदीबहिनी दाजुभाइ
साथीभाइ छरछिमेकी अरू मानिसहरूको लागि हामीले सुनाउनुपर्छ प्रार्थना है, सुसमाचार भन्नुपर्छ, प्रार्थना गर्नुपर्छ है। अनि उनीहरू चाहिँ सुन्नेले सुन पाउँछ, नसुन्नेले खोक्रो मात्रै पाउँछ भन्छ नि है। सुन्नेले चाहिँ उद्धार र मुक्ति जीवन पाउँछ है प्रभुमा। प्रभु चाहिँ एक मात्रै ख्रिस्ट परमेश्वर हुनुहुन्छ है, एउटा मात्रै परमेश्वर जीवन। अब परमेश्वर चाहिँ हाम्रो जीवन, हाम्रो पापहरू धुने, हाम्रो पाप धुएर क्षमा गर्ने प्रभु हुनुहुन्छ। कल्भरी क्रुसमा आफ्नो खुन बगाएर है, कल्भरी क्रुसमा हात काँटीले ठोक्छ, खुट्टामा काँटीले ठोकेको हुन्छ, त्यही माथि कोडा भालाले घोचेर है, आफ्नो खुन बगाएर चाहिँ सारा संसार मानिसहरूको चाहिँ है, यो संसारमा है प्रभुको ज्योति है राज्य आउँछ यो मानिसमा। अनि मानिसमा चाहिँ मानिसहरूले उद्धार मुक्ति जीवन चाहिँ प्रभुले ल्याउनुहुन्छ मानिसमा। अनि मानिसहरू चाहिँ विश्वास गर्नेले विश्वास गर्छ, विश्वास नगर्नेले दोषी ठहरिन्छ, विश्वास नगर्ने दोषी ठहरिन्छ भनेछ। अझ जति मानिसहरूले चाहिँ विश्वास गर्न उद्धार पाइरहेको छ, विश्वास नगर्ने चाहिँ दोषी ठहरिरहनु छ है। त्यही भनेर मेरो आजको यो वचन, योना 14को वचन यहाँ राख्छु भनेको छु, सुसमाचार। अनि सुसमाचारको लागि अनि प्रभु यीशुले भन्नुभएको छ है, स्वर्गबाट आउने रोटी चाहिँ जीवन म नै हुँ र मलाई खानेहरू कोही पनि तिर्खाउने र भोकाउने छैन भनेको छ है। र जो तिर्खा धाउँछ त्यो चाहिँ जीवन पाउनेछ भनेछ है। आज जीवन चाहिँ मै हुँ भनेछ परमेश्वरले, र मानिसहरू चाहिँ आज जीवन पाउन सकेको होस् भनेर, उद्धार मुक्ति जीवन पाउन सकेको होस्। र त्यो संसारको कुरामा घुलमुलेर अन्धकारमा जालभित्र निसासेर बस्नु नपरोस्। प्रभुले सबैलाई ज्ञान बुद्धि दिएको छ। प्रभुले ज्ञान बुद्धि दिएर त यस्तो कपी घर बनाएको छ, बिल्डिङ ठहराएको छ। अल्गो सिटीतिर हेरौँ भने अल्गो आकाश छुन्ने गरी बिल्डिङ बनाएको छ। त्यो प्रभुले बनाएको घर, प्रभुले मानिसमा ज्ञान बुद्धि दिएर त बनाएको होइन। प्रभुले ज्ञान बुद्धि नदिन अन्त त्यो ठुल्ठुलो बिल्डिङहरू घरहरू कसरी बनिन्थ्यो र होइन। बनाउनु कसरी घर मात्रै बनाउने ज्ञान मात्रै नभएर यो बनाउने सामानहरू पनि सबै प्रभुले जुटाउनु भएको हो नि त। सबै प्रभुले सृष्टि गर्नुभएको, रुखपातदेखि सबै कुरो बनाएको प्रभुले सृष्टि गर्नुभएको। र यति भन्दै मेरो वचन यहीँ राखेर सबैजनालाई सुनिकन उद्धार मुक्ति भन्नु सकेको होस्, विश्वास गर्न सकेको होस्, उद्धार मुक्ति पाउन सकेको होस् है। हुन्छ, सबैजनालाई मेरो वचन यहाँ राखेर सबैजनालाई जय मसीह, गॉड ब्लेस यु अल, जय मसीह। आशिषमय भएको होस्, प्रभुले आशिष दिउन्। हुन्छ, जय मसीह।